नमस्ते सबैजनालाई। म आज पवित्र ठाउँमा आएको छु। हजुरहरू देखिराख्नुभएछ, हजुरहरू दर्शन गर्न सक्नुहुन्छ र सबैको राम्रो होस्, कल्याण होस् भन्दै मैले आज शिवजीसँग प्रार्थना गरिसकेको छु। यता माता पनि हुनुहुन्छ अनि यता माइलो दाजु पनि छ। हामी तीनैजना आज दर्शन गर्न, महादेवको दर्शन गर्न आयो। कस्तो लाग्यो? बढिया छ, हेपाएर ट्राई गर्नु। यो बेंगलोरको कुन चाहिँ जग्गा पर्छ? चिकबल्लापुर। बेंगलोरको चिकबल्लापुर। धेरै राम्रो छ नि? बढिया छ, बढिया। अनि माता के भन्नुहुन्छ क्या हो महादेवलाई देखेर हेरेर? के भन्नु लाग्यो महादेवको दर्शन गरेर? साथ दिनुहुन्छ महादेवले, फेरि फेरि आउन पाऊँ, त्यही कामना गर्नुभएछ। फेरि फेरि म पनि तपाईँलाई एउटा भन्न चाहन्छु, अब टेन्सन केही नलिनु। महादेवलाई सम्झेर सबै पूर्ण हुन्छ जस्तो विश्वास हामीलाई भइरहेको छ होइन, र सबैको कल्याण हुन्छ भन्ने पनि हामीलाई आस्था छ होइन। र अब तपाईँहरू पनि भिडियोलाई हेर्नुभएछ भने एउटा लाइक र एउटा राम्रो हर हर महादेव कमेन्ट लेखिदिनु होला। र त्यही भन्न चाहन्छु, सबैको कल्याण हुन्छ। आज हामीले आएर सबैको नाममा नरिवल र पूजापाठ गरिसकेका छौँ, दिया पनि बालेका छौँ। र सबैजनालाई हर हर महादेव, जय भोले बाबा।